50 केजी को आलु यति भयो के गफ लाउने सबैको गाउँतिर भर्खरै त बल्ल यति सानो यो हाम्रो मावला हो हाम्रो काम चाहिँ आलु खन्ने मात्र हुन्छ होला सायद ल साथीहरु गुड आफ्टरनुन सबैजनालाई वेलकम ब्याक टु आवर युट्युब च्यानल सबैजनाले मेरो युट्युब च्यानलमा स्वागत छ नयाँ दिन नयाँ भिडियोको साथ फेरि पनि आज पनि आइसकेका छौँ आज चाहिँ म दाइको घरबाट भिडियो स्टार्ट गर्दैछु म चाहिँ आज दाइको घर आएको थिएँ किन भनेपछि धेरै टाढा त होइन दाइको घर हाम्रो घर र दाइको घर नजिकै छ त्यही पनि आउनाले कति मिनट 10-15 मिनट लाग्छ आज चाहिँ म धेरै दिनपछि दाइको घर आएको छु दाइको घर किन आएँ भन्दा बिहानभरि कपडा धोएँ बाबुको कपडा धोएँ मेरो कपडा धोएँ कपडा धुने थियो अनि खानासाना खाएर अनि टक्क लाएर यता हाम्रो चाहिँ उ लगाएको थियौँ कि दाइको बारी हो यो हाम्रो बारी फेरि अलि पर छ हाम्रो पर घर चाहिँ बारीहरू गहुँ लगाएको छ यता चाहिँ आलु लगाएको साथीहरू आलु चाहिँ सबै वनको बँडेलले खाइदिएछ कि खनेर अनि बँडेलले पुरै आलुभरि खाइदिएपछि त त्यसलाई खन्नु पर्यो बार लगाने भनेर आएको बाउ हो किन बँडेलले नखाओस् भनेर बार लगाने भनेर आएको तर बँडेलले सब खाइसकेछ साथीहरू त्यो पनि हो अनि त्यो त बार लगाएपछि खाँदैन थियो होला पुरै यसरी आलुभरि खाएर केही कामै नलाग्ने गराइदिएको के आलु त खानै नमिल्ने गरा पुरै सक्दैछ साथीहरू अनि बाउ बिहान म पर बँडेलले उखास अरे आलु खाएर म बार लगाएर आउँछु भनेर आउनु भएको अनि बाउ आउनु होला खै बाउ आँधै आउनु भएन अनि त्यसपछि के रहेछ र भनेर हामी पनि हेर्न आएको साथीहरू आउँदा त बाउले आलु खनेर यतिभरि बाउले खनेर सकिसक्नु भएको रहेछ यति जग्गाभरि यति बारीभरि आलु खनेर सक्नु भएछ साथीहरू अनि यस्तो भयो कि साथीहरू आलु खन्ने टाइम त भएको थिएन हामीले अलि पछि लगाएको त्यही भएर अहिलेसम्म भर्खरै फल्दै त थियो साथीहरू यी यति साना भर्खरै त बल्ल यति साना भएको साथीहरू आलु यति त ठुला हुन्छ नि त ठुला भएपछि त अलि धेरै हुन्छ यति साना छ कि साथीहरू यति साना आलु छ अनि यो ठुलो भएपछि अलि धेरै भए पनि फल्थ्यो अनि त्यही भएर यति खनेको साथीहरू यति बारी खनेको यति लगभग 1 कट्टा भएछ साथीहरू आलु कस्तो छ साथीहरू देखाइदिनु तपाईँलाई यस्तो हो कि पुरै किराले खाएर साथीहरू यस्तो किराले खाइदिएछ पोहोरको साल पनि यही बारीमा चाहिँ लगाएको साथीहरू पुरै खाथिन के किराले केही खाथिन यो रातो आलु रहेछ सेतो आलु लगाएको थियौँ हामीले साथीहरू सेतो आलु त पोहोर त खाएको थिएन किराले योचोटि त पुरै किराले खाएर सकिदिन्छ क्या किराले पनि खाएर सकेछ अनि त्यसपछि बँडेलले खाएर साथीहरू के पुरै यस्तो यहाँ बिचमा खनेर यस्तो गरेर खनेर खाइदिएको कि पुरै आलुको यहाँ पनि खायो यति फेरि भाउजूले हिजो बाह्रै चाहिँ यति यताबाट बार्नु भएछ भाउजूले अनि त्यसपछि बल्ल निस्केर यताबाट निस्केर खाइछ क्या साथीहरू यहाँ काँरा लगाएको छ नि यहाँबाट निस्केर खाइदिएछ साथीहरू आलु अनि त्यसपछि बसानाले ढौ भयो अनि त्यसपछि किरा पनि लागेको अनि त्यही भएर अब यति पारी पनि छ साथीहरू ती हरियो देखेछ नि त्यो आलु पनि पुरै खन्ने अनि त्यसपछि यता पनि धेरै छ साथीहरू यो पनि खन्ने बाउ चाहिँ अहिले पर भैँसीले घाँस हालिदिन जानु भएको छ अनि बाउले मात्र खनेर त भ्याउनुहुन्न नि बिहान भाउजू र बाउले खन्नु भएछ अनि अहिले चाहिँ दिदी पनि आउँछ अरे घाँस काटेर आछ होला अहिले अनि दिदी पनि आउँछ अरे अनि त्यसपछि बाउ अनि भाउजू भएर आलु खन्नुहुन्छ म चाहिँ भाउजूको छोरा बिरामी रहेछ अनि भाउजू चाहिँ बाबुलाई हस्पिटल लगेर जानुभएको अनि मेरो छोरा चाहिँ माथि सुतिराखेको छ त्यही बेलामा भिडियो स्टार्ट गरिहालौँ भिडियो बनाइहालौँ भनेर भिडियो बनाएको साथीहरू यतातिर पहिले हाम्रो मावला हो कि यतातिर यस्तरी भाउजूले केराउ लगाउनु भएको यतातिर पुरै केराउ फुलिरहेको साथीहरू फुलिरहेको अनि यता पनि फुलिरहेको यो केराउ
केरो फुलेको छ। अनि त्यतातिर त्यो सिमीलाई के सिमी भन्छ साथीहरू तपाईँहरूकोतिर? हाम्रो बकुला सिमी भन्छ। यो बकुला सिमी नि फुल्दैछ। अनि यता प्याज लगाउनु भएको छ साथीहरू। प्याज त पुरै उ गरेछ कि सानो पानी नपाएर हो कि अन्त यो ढुङ्गा खाएको अरे बारीमा, त्यो गरी नि होला प्याज चाहिँ राम्रो भएन छ। अनि केरोहरू चाहिँ राम्रो हुँदैछ। आलु फेरि यसरी खाइदिए चाहिँ यति धेरै जग्गामा लगाएको साथीहरू, यहाँदेखि उ पारीसम्म लगाएको के। अनि एक कट्टा लगाएको साथीहरू 2500को लिएर लगाएको। 2500कोमा 1500 पनि पर्ने हो कि होइन साथीहरू आलुलाई। अनि त्यो त खाएर हामी भाउजूलाई अनि दिदीलाई हामीलाई 3 घर खाँदा त ठिक्क हुन्छ होला साथीहरू लगभग तरकारी चाहिँ। आलु यतातिर पनि सिमी लगाउनु भयो। माथि भाउजूको बाख्रा हेरिरहेछ। अनि भाउजूको घर। अनि यो घर चाहिँ पहिले हाम्रो मावल हामी यही बस्थ्यौँ साथीहरू। हामी पर आजभोलिको घरमा सरेको हामी लगभग कति वर्ष भयो, 2-3 वर्ष भयो कि 4 वर्ष भयो जम्मा हामी, नत्र भने यही घरमा बस्थ्यौँ साथीहरू। हाम्रो यहाँ पनि घर छ अनि त्यसपछि पर पनि घर छ अनि ऊ माथि पनि घर छ साथी। हाम्रो 3 ठाउँ घर छ। अनि यहाँ चाहिँ दाइ बस्नुहुन्छ आजभोलि। यो हाम्रो मावला हो। पहिले हाम्रो मावलाको बोई हुँदासम्म हामी यहीँ बस्थ्यौँ साथीहरू। अनि कोडालो यता कोडालो भाउजू र बाउले खन्नु भएको यहाँ आलु निकाल्ने। अनि यहाँ निकालेपछि फेरि यहाँ राख्ने यति छ साथीहरू आलु खन्ने। अब दिदी आउँछ अनि त्यसपछि भाउजू पनि हस्पिटलबाट आउनुहुन्छ अनि बाउ पनि आउनुहुन्छ। अनि त्यसपछि फेरि सबै मिलेर खन्ने। अनि खनेर सकेर अनि यतातिर भाउजूले लसुन लगाउनु भयो, पानी यता पनि प्याज लगाउनु भएछ। यति धेरै चल्लाटा छ साथीहरू कुखुरा। अनि त्यो कुखुराले पुरै खाइदिइहाल्ने छ क्या साथीहरू। यस्तो हो कि यिनी कुखुराले पुरै केही यो फुल कोहीले फुल्ने माघे फुल भनेर लगाएको साथीहरू। के फुल भन्छ तपाईँहरूकोतिर? माघको महिना फुल्ने भनेर माघे फुल भनेर लगाएको। तर हाम्रो घरतिर भर्खरै कपिला लागेको साथीहरू। तर यहाँ हाम्रो भाउजू घरतिर चाहिँ कपिला पनि लागेर छ। अनि त्यसपछि हामी चाहिँ टक्क पारेर हाम्रो लास्टमा आलु कति हुन्छ भनेर हेर्दै गर्नु होला। आज हाम्रो काम चाहिँ आलु खन्ने मात्र हुन्छ होला सायद लगभग मलाई लागेको। अनि हाम्रो घर ऊ पारी डाँडामा देखेछ नि साथीहरू, त्यहाँ डाँडामा नि हाम्रो घर छ। अनि त्यसपछि पर हामी आजभोलि बस्ने ठाउँ पनि हाम्रो घर हो। अनि यो पनि हाम्रो घर हो। टक्क लाएर पहिले चाहिँ यो माटोले लिपेको घर थियो साथीहरू। माटोले लिप्थ्यौँ हामीले। अनि अहिले चाहिँ भाउजूले अहिले दसैँको बेला घर के अरे प्लास्टर गरेर टक्क लाएर कलर लगाउनु भएको छ। राम्रो पनि देखेको छ साथीहरू। यसरी यो चाहिँ टोइलेट त्यो घर। अनि बाबु बिरामी भएर हस्पिटल जानुभएको भाउजू चाहिँ अब एकछिनपछि आउनुहुन्छ होला। हाम्रो काम आज आलु खन्ने हुन्छ। हेर्दै गर्नु होला साथीहरू। हामी आलु खनेर अनि त्यसपछि आलु कति कट्ठा हुन्छ अनि त्यो आलु सबै जम्मा गरेर हामी भिडियो बनाउनेछौँ साथीहरू। मैले चाहिँ के देखाउन लागेको भनेपछि तपाईँहरूलाई मैले अघि नै आलु खनेर अनि आलु कति हुन्छ त्यो मात्र देखाउँछु भनेर भनेको थिएँ। तर अहिले मलाई यो भिडियो चाहिँ यो सिन चाहिँ मैले क्याप्चरै गर्न मन लाग्यो कि साथीहरू। क्याप्चरै गर्न मन लाग्यो के भन्दा पछाडि कस्तो राम्रो देखेछ कि भ्यू देखेछ कि माथि आकाशतिर निलो आकाश सेतो बादल कस्तो दामी देखेको छ साथीहरू। तपाईँहरू देख्न सक्नुहुन्छ यसरी पछाडिको ब्याकग्राउन्डमा देखिरहेको छ टक्क लाएर। यतातिर यसरी गाउँहरू यस्तो राम्रो गाउँ देखेको छ साथीहरू। गाउँ यता हाम्रो दाइको बारी यता पुरा भ्यू कस्तो दामी टक्क लाएर डाँडा काँडा अनि टक्क लाएर बसेको गाउँ छ हाम्रो चाहिँ। अनि हामी चाहिँ यसरी हामी भ्यू हेर्न पाउँछौँ। निलो आकाश अनि सेतो बादल अनि त्यो आकाशको मुनि हामी बसेर टक्क लाएर आहा यस्तो आनन्दको जिन्दगी जिउन पाउँदा कसलाई रमाइलो लाग्दैन साथीहरू, कसलाई लाग्दैन भनेर के गफ लाउनु। सबैको गाउँतिर यस्तै निलो आकाश अनि के अरे बादलहरू देख्न त पाउनुहुन्छ होला साथीहरू अवश्य पनि। हाम्रो आलु यसरी फलेछ। एउटा बुट्टामा यति धेरै फलेछ तर ठुला बाखेन साना छ। यता हाम्रो बाउले खन्दैछन् आलु, हाम्रो दिदीले खन्दैछ। यता यति धेरै छ खन्ने, अझ पारी पनि छ।
सानसानाहरू चाहिँ तिनी साना पनि ठुलाउन पाएको भए तैँले धेरै पनि ठुला न किमलाले खाइछ क्या यो त मस्तै फल्छ होइन धेरै अरू के अरे ठुलाउने हुन्छ होइन बाउ यो बुढा बाक्लो पनि उयो छ कि यो लगाएको नि होइन पुरै घाँस यस्तो किराले खाएर कस्तो भयो आलुबारी हाम्रो आलु खनेर चाहिँ भ्याइयो यति यति यहाँ पनि खनेर भ्याइयो अनि यतातिर पनि भ्याइयो सबैतिर यतातिर सबैतिर आलु खनेर आलु पुरानो आलु यस्तो छ साथीहरू सबै आलु खने यो एउटा बोरामा अनि पारी थुरै यति भयो साथीहरू हाम्रो आलु चाहिँ बर्खा साँझको भ्यू माथितिर गयो घाम यस्तो छ आलु यति भयो हाम्रो आलु चाहिँ यति धेरै भयो तर किरा लागेर पुरै झ्याङझ्याङ यहाँ पनि झ्याङझ्याङ 50 केजीको आलु यति भयो यता यो चटकी फेरि हेस गर्छ आलुमा सुतेछ यो कपडाकोटी फोहोर गरेर खायो बुइले बारीमा खन्ने कोरालोले यहाँ आलुको के अरे माजामा खन्डे छ यता आई भन्दै सुगा त्यो नाम के हो सो गाइज आज हाम्रो आलु खनेर पनि भ्याइयो आलुकोटी भयो भनेर म तपाईँहरूलाई देखाइसकेछु अनि अर्को भिडियोमा भेटौँला साथीहरू बाई बाई कमेन्ट लाइक सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु है त साथीहरू बाई बाई